नमस्कार। टीवी टुडे विशेष रिपोर्ट में अपने संपूर्ण गोटे की स्वागत करी छी हम चांदनी। अखन देखे थे जे हमरा पछा में एक नव निर्मित भवन है। ई भवन जे प्रदेश सरकार के लागत में बनावल गेल है। कही तो ओना जे अतेक दिन से जे संकट के बहुत ज़्यादा पार के था प्रहरी सब जे भाड़ा के घर में रहे छलखिन। एहिठाम जे वार्ड नंबर 4 स्थित मध्य प्रदेश प्रहरी कार्यालय है ओहिमे हरेक ठाम में पानी जे से भरि जाइ छलैया, लेकिन तत्पश्चात भी प्रहरी सब ओहिमे दुख काटि कऽ कहुना कऽ बरसातक समय में रहै छलखिन। डीआईजी कार्यालय जखन जे कही तऽ भाड़ा में छलै एतेक समय से आइ के डेट में जे से अपना जे भवन में ओ सब प्रवेश कऽ चुकल छथिन। एहि के जे आइ उत्सव में उद्घाटन करबाक लेल जे से प्रधानमंत्री आबि रहल छथि। किछ काल में एहिठाम जे से कार्यक्रम शुरू हेतै जे सबसे कहल जाय छै जे मध्य प्रदेश सरकार की सबसे विशेष लागत में जे अखनी बनावल गेल छै। ई जे हराहरी कही ओना तऽ 24 करोड़ के लगानी में जे छै से ई मध्य प्रदेश प्रहरी कार्यालय जे छै से नवनिर्मित प्रशासनिक भवन जे छै से बनावल गेल छै। सबसे विशेष अखन लागत में अगर बनल छै अगर एहिठाम भवन तो उ जे छै से ई मध्य प्रदेश प्रहरी कार्यालय छै। कही तो ओना जे आई एक उत्साह के माहौल छै। ओना कही तो अखन जे संघ के सरकार के जे माथ हाथ में जे से प्रहरी छै, लेकिन अखन प्रदेश सरकार के एक लगानी सबसे जे अखन देखल गेलैया तऽ ई प्रहरी मध्य प्रदेश प्रहरी कार्यालय में लगाओल गेलैया। कियाक तऽ 24 करोड़ के सबसे जे अखन मध्य प्रदेश में बेसी लगानी के जे से यह ई भवन बनाओल गेल छै। एहिठाम एकदम शांति सुरक्षा के सेहो व्यवस्था कयल गेल अछि। कियाक तऽ जखने सम्मान्य प्रधानमंत्री जे आबि रहल छथिन ओहि के लऽ कऽ जे छै एकदम उत्साह के माहौल छै। एकदम एहिठाम बाजा गाजा पूर्ण रूप से जे होइ छै मिथिला कल्चर में ओहि अनुसार से राखल गेल छै। एहिठाम एकदम जे प्रहरी सबके सेहो जे छै से तैनात छथिन। जे नेपाल पुलिस के सशस्त्र आर्मी सब गोटा के एहिठाम उपस्थिति छनि। एकदम एहिठाम सुरक्षाकर्मी सबके व्यवस्थापन कयल गेल छै हरेक चौक सब पर। एहिठाम आबि कऽ जे छै से किछे काल में जे छै से एहि भवन के आइ हुनका हाथ से जे छै से उद्घाटन है। तो हम सब एहिठाम अपने के संपूर्ण दृश्य जे छै से हम सब देखाबऽ के प्रयास करब। विशेष अतिथि मध्य प्रदेश सरकार का माननीय मुख्यमंत्री सतीश कुमार, संपूर्ण अतिथिगणहरू, कार्यालय प्रमुखहरू, त्यस्तै अवस्थामा होइन, नयाँ अवस्थामा अगाडि बढाउन चाहन्छौँ, माथि पुर्याउन चाहन्छौँ। सुशासनको हिसाबले सुशासनका दुईटा पाटा छन्। एउटा भ्रष्टाचार नियन्त्रण, दोस्रो जनतालाई छिटो छरितो ढङ्गले बिना उल्झन सेवा सुविधाहरू उपलब्ध गराउनु। सुशासनका मुख्य रूपमा यी दुईटा पाटा प्रहरीले गर्ने कर्तव्यहरू, अपराध अनुसन्धानका कामहरू, अपराध नियन्त्रणका कामहरू लगायत थुप्रै छन्। र आज नेपाल नै लागु पदार्थबाट पीडित भइरहेको छ। हाम्रा बालबालिकाहरू फसाइरहेका छन् र देशलाई बर्बादीतर्फ धकेल्ने, केही पैसाका लागि देशलाई बर्बादीतर्फ धकेल्ने प्रयास भइरहेको छ। यसमा पनि मध्य प्रदेश अझ सजिलो गरी अरूभन्दा अन्यत्रभन्दा बढी ड्रग्स भित्रिने र बालबालिकाहरू युवाहरू ड्रग्समा फसाइने क्रियाकलाप र अझ खतराबाट असहज स्थितिमा पुगेको मैले जानकारी पाएको छु।
त्यसै गरेर भन्सारबाट उठ्नुपर्ने जति राजस्व उठिराखेका छैन त्यसमा जुवावटको ठुलो मात्रा छ। त्यस कारण म सम्बन्धित सरकारवाला सबै पक्षहरूलाई चोरी निकासी पैठारी जस्ता कुराहरू, अवैध क्रियाकलाप जस्ता कुराहरू, लागू पदार्थ जस्ताका उसार पसार जस्ता कुराहरू, त्यसमा झुक्क्याएर फसाइएका निर्दोष सर्वसाधारण उनीहरूलाई हामीले कानुनी कारबाही गर्ने नाममा त्यस्ताहरूलाई होइन, खास कारोबार गर्ने कुन हो तिनलाई पहिचान गरेर तिनलाई कारबाही गर्छ। फसाइएका गरिब जनतामाथि प्रतिशोध जस्तो गरेर उनीहरूप्रति नरम दृष्टिकोण, यसो नगर भनेर सम्झाउने, चेतावनी दिने र जो कारोबारी हुन् तिनीहरूप्रति अत्यन्तै कडा दृष्टिकोण अपनाउने काम भन्सार बोर्डर खुला छ हाम्रो बोर्डर, त्यसको दुरुपयोग गरेर नाजायज फाइदा लिएर गतिविधि गर्नेहरूलाई रोक्नु। केही मध्य प्रदेशमा केही शिकायतहरू आउने गरेका छन्। निर्दोष मान्छे फस्ने फसाइने र दोषी उम्किने जस्ता कुराहरूको सम्बन्धमा टिप्पणीहरू आउने गरेका छन्। कुनै टिप्पणी आउने गरी कुनै कार्यालय वा कुनै व्यक्ति कहीँबाट पनि काम नहोस् भन्ने कुरा सुझाव दिन चाहन्छु। व्यक्तिगत काम कतैबाट पनि हुनु हुँदैन। हामीले जो समृद्ध नेपाल बनाएका छौँ, सुखी नेपाली भनेका छौँ, नेपाललाई समृद्ध बनाउनका लागि र नेपाली जनतालाई सुखी बनाउनका लागि कुनै पनि गलत खालका क्रियाकलापहरू भइरहेसम्म समृद्ध नेपाल हुन सक्दैन। नेपाली जनता सुखी हुन सक्दैन। नेपाली जनतालाई सुखी बनाउन, हाम्रो देशलाई समृद्ध बनाउन हामीले नयाँ तरिकाले, नयाँ ढङ्गले, नयाँ सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने। ढिला भइसकेका छ, अब समय भयो भने ढिला भइसकेका छ। त्यसकारण सबैको म यस बाटोतिर, यस दिशातर्फ जान गर्छु। अहिले भर्खर एकजना वैशाखी टेकेको भाइ अगाडि देखा पर्दै हुनुहुन्थ्यो। उहाँले केही भन्न खोजिराख्नु भएको छ। किन वैशाखी टेक्नु पर्यो उहाँले, त्यस कुरातर्फ म प्रहरीको पनि ध्यान आकर्षण गर्न चाहन्छु, ध्यान आकर्षण गर्न चाहन्छु। अर्को कुरा, संवादबाट हुने कुरा, कानुनी प्रक्रियाबाट हुने कुरा, वार्ताबाट हुने कुरा जोड जुलुम गर्ने परिपाटी अन्त्य गरिनु। जोड जुलुम नगरौँ, शान्ति सुव्यवस्था कल्बलियोस् भन्ने, देशलाई प्रतिगमनतर्फ लान पाइयोस् भन्ने, राजतन्त्रको पुरानो राणा शासनको भन्नुहोस् वा राजतन्त्रको भन्नुहोस्, मौका पाउँदाखेरि उठ्दै उठ्दै हो। राणाको समय बेग्लै थियो, राणाहरूले गरे। राजाहरूको समयमा पनि 17 साल लगाएकै हो र 58 सालका दरबार हत्याकाण्ड जस्ता भए। त्यसपछिका घटनाक्रमहरू जनताका अधिकार कोसेर, नेताहरूलाई चुनेर, मुद्दा लगाएर, निर्वाचित प्रधानमन्त्रीलाई हटाएर 17 सालको जस्तै जस्तै घोषणा, 17 सालका जस्तै जस्तै क्रियाकलाप गरेको हामीले देखेका छौँ। त्यस्तै अँध्यारा दिनहरू फर्काउन केही तत्त्वहरू लागिरहेका छन्। केही तत्त्वहरू देशमा अराजकता फैलाउन, अराजकता मचाउन कुदिरहेका छन्। आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिरहेका छन्। नयाँ त भर्खर खोलेका पार्टी, भवितव्यले खुलेका पार्टी, नयाँ त हुनै भयो।
जसको कुनै योगदान छैन। अस्तिका दिन मैले पार्लियामेन्टमा बोल्दा बाइबलको एउटा किस्सा सुनाएको थिएँ, कथा सुनाएको थिएँ। एउटा न्यायाधीश सोलोमनको न्याय भन्ने, जसको केही योगदान छैन, जसको आफ्नो होइन, उसले माया गर्दैन त्यसलाई। जसको आफ्नो हो त्यसले माया गर्छ। दुईटी महिलाले एउटा बच्चा, उसले पनि मेरो हो भन्ने, उसले पनि मेरो हो भन्ने ठुलो झगडा गर्छ। भर्खर जन्मिएको बच्चा, सानो शिशु, उसले पनि मेरो बच्चा हुन्छ, उसले पनि मेरो। छुट्याउन मुस्किल पर्छ मलाई। उनले भन्दैनन् आफू आफू लिन्छु भन्छन् भनेपछि एउटीले भने आधा भए पनि मलाई मेरो स्वरूप चाहिन्छ। त्यो सुन्ने बित्तिकै अर्कीले भने मैले दाबी छोडिदिएँ, बच्चा नमार, आधा मलाई चाहिएन, सिधै उसलाई दिउँ। किनभने त्यो बच्चा उसको थियो, जसको थियो उसलाई माया लागेको थियो, उसले बच्चा काट्न मानिन, आधा आधा गर्न मानिन, सिधै अर्कोलाई दिउँ। मैले मेरो हो भन्ने दाबी पनि छोडिदिन्छु। अनि सोलोमनले भने ऊ यसको चाहिँ यो बच्चा हो, जसलाई, जसको ममता छ, जसको स्नेह छ, जसको माया छ, त्यो बच्चा उसको हो। जसले आधा भए पनि मलाई चाहिन्छ, काटेर भए पनि चाहिन्छ भन्छ, उसको होइन बच्चा। त्यसकारण झुटो दाबी गर्नलाई सजाय दियो र जसको बच्चा थियो उसलाई बच्चा सुन्यो। हामीले बलिदान गरेका छौँ, त्याग गरेका छौँ, लडाइँ गरेका छौँ, सङ्घर्ष गरेका छौँ आजको स्थितिमा पुग्नका लागि। शहीदहरू बनेका छन्, अङ्गभङ्ग गरेका छन् मान्छे, धेरैले शहादत प्राप्त गरेका छन्। सबै शहीदहरूप्रति म सम्मान व्यक्त गर्न चाहन्छु, श्रद्धासुमन अर्पण गर्न चाहन्छु। र कोही निर्वाचन, कोही भूमिगत, कोही जेल, कोही नेल, लामो सङ्घर्षबाट, लामो यातना, ठुलो क्षतिबाट डेमोक्रेसी ल्याइएको हो, अन्धकार युगबाट आजको जमानामा देशलाई पुर्याइएको हो। त्यसकारण जसले सङ्घर्ष गरेर आए तिनीहरूलाई माया छ, तिनीहरू जोगाउन चाहन्छन्। जसले सङ्घर्ष गरेर ल्याएको होइन, जसले यो दिन आउन नदिन खोजेका थिए अथवा यो दिन भट्काउन चाहन्छन्, देशलाई बर्बादीमा पुर्याउन चाहन्छन्, ती संसदमा आयोजन गर्छन्, हाजिर गर्छन्, भत्ता पड्काउँछन् अनि बाहिर जान्छन्। जनताका समस्याका कुरा बोल्छन्, बाहिर जान्छन्। तिनीहरूलाई यो व्यवस्था अत्यन्तै अप्रिय लागेको छ। तर हामी भन्छौँ यो व्यवस्था कायम रहन्छ, कायम राख्नेछ र यो अझ सुदृढ हुँदै अगाडि बढेको छ र बढ्नेछ। त्यो नेपाली जनताले बलिदान दिएर ल्याएको, लडेर ल्याएको, सङ्घर्ष गरेर ल्याएको व्यवस्था हो। अहिले नेकपा एमाले र नेपाली कङ्ग्रेसको संयुक्त सरकार छ। देशका सबभन्दा ठुला, पुराना, योगदान गरेका, सङ्घर्ष गरेका पार्टीहरूले देशको आजको अवस्थामा हामी मिलेर अगाडि बढ्नु पर्दछ, लोकतन्त्रको रक्षा गर्नुपर्दछ, सुशासन र विकासलाई अगाडि बढाउनु पर्दछ भनेर अठोट गरेका छन् र एउटा स्थिर सरकार देशलाई दिएका छन्। सरकार अहिले परिवर्तन हुन्छ, भए परिवर्तन हुन्छ भन्नेहरू आगे। यिनका सारङ्गी, स्वार्थका सारङ्गीहरूको जुन भ्याइ थियो त्यो बदल्नु नै बन्द गर्छ। तिनका तार पनि गुलिएर हामीलाई एउटा राम्रो अवसर मिलेको छ। पहिले यस्तो प्रहरी कार्यालय प्रदेशमा कल्पना गर्न सकिन्थ्यो, यहाँ मात्रै होइन कुनै प्रदेशमा सकिन्थ्यो। पहिले यस्ता भवन त अस्पताल कति,
कार्यालय भवन कति, प्रशासकीय भवन कति, प्रहरी का भवन कति। हाँ, तई में एक जे 23 करोड़ के लगानी में जे बनाओल गेल छै ओहिमे 68टा जे छै से कोठा छै रूम सब एकदम अखन आरो फिनिशिंग में होबे के बाकी अछि एहिठाम एकदम जे छै से शांति वातावरण में जे छै से ई कार्यक्रम संपन्न भेल अछि। तऽ हम सब अपने सबके जानकारी कराब सकनौ। अखन के लेल जे छै से हम विदा लेब। तब अपने सब टीवी टुडे देखैत रही। नमस्कार।